अहिलेको जमानामा सबैको अगाडि राम्रो बन्छु भन्ने हो भने कि त साइको भइन्छ कि त प्रगति नै हुन्न, जहाँको त्यही रहेको रही भइन्छ। मान्छेहरूको अनेक अनेक फरक फरक एक्सपेक्टेसनहरू हुन्छ, जुन सबैको एक्सपेक्टेसन हामीले पुरा गर्न सकिँदैन। त्यसकारण म चाहिँ के भन्छु भन्दाखेरि यदि तपाईँहरूले केही गर्दै हुनुहुन्छ अथवा गर्ने सोच गर्नु भएको छ जसले चाहिँ तपाईँको प्रगति हुन्छ तर अरूलाई चाहिँ केही ह्याम्पर गर्दैन भने देन गो फर इट। अरूले के सोच्छ भनेर बस्न थाल्यो भने जहाँको त्यही भइन्छ। ग्रोथ हुँदाखेरि सबैभन्दा पहिला के हुन्छ थाहा छ? आडापाडाको मान्छेहरू टाढिन सुरु हुन्छ। कसरी भन्दाखेरि ग्रोथ हुनको लागि त चेन्ज हुनु पर्यो, आफूले आफूलाई टाइम दिनु पर्यो। जब मान्छेले आफूले आफूलाई टाइम दिन्छ तब उसले अरूलाई टाइम दिन सक्दैन, अनि अरूलाई टाइम दिन नसकेपछि उसले अरूले के भन्छ, ए आजकल त यो भाउ खोज्छ, यस्तो ठुलो भएको यताउता। अब उनीहरूको कुरा मानेर उनीहरूलाई टाइम दिन थाल्ने हो भने आफूले आफूलाई कसरी टाइम दिने, आफूले आफूलाई कसरी अगाडि बढाउने? सो त्यस कारण ग्रोथ स्टार्ट हुँदाखेरि चाहिँ एकदमै नर्मल भनेको के भन्दाखेरि आडापाडाको मान्छेहरू टाढिने होइन, रिसाउने त्यस्तो चाहिँ हुन्छ है। एज अल भन्दाखेरि यो एउटा सेलेक्सन जस्तो हो कि आफूले आफूलाई अगाडि बढाउने कि अरूको अगाडि राम्रो भएर जहाँको त्यहीँ बसिरहने। म चाहिँ के भन्छु भन्दाखेरि अहिले आफूले आफूलाई अगाडि बढाउने ग्रोथ गराउने हो भने, ठाउँमा पुग्ने हो भने अहिले जो रिसाएको मान्छेहरू छ नि त्यो आफै आउँछन् कि ठाउँमा पुगिसकेपछि। सो सेल्फ ग्रोथ एकदमै इम्पोर्टेन्ट छ। अरूले के भन्छ भनेर सोच्ने होइन, खुरुखुरु आफूलाई के कुरा गर्न मन लाग्छ ट्राई गर्ने, गामबात्ते गर्ने, आफूलाई अगाडि बढाउने होइन, ग्रो गर्ने हरेक दिन। त्यही नै सबैभन्दा ठुलो कुरा हो।